हेलो नमस्ते मेरो सम्पूर्ण भ्युअर्सहरूलाई जो जहाँबाट पनि हेर्नु भइरहेछ तपाईहरुलाई मेरो अर्को भ्लगमा फेरि स्वागत छ। आज चाहिँ मेरो भ्लगमा चाहिँ हामी चैत दशैंको उपलक्ष्यमा यहाँ जंगलतिर गएर बारबिक्यु गर्ने अनि मोमोसँग पकाएर खाने प्रोग्राम भएको छ। हेर्दै गर्नुस् होला। के हुँदैछ सोल्टी यहाँ बल भयो लडिक छ। भेजिटेबल कटिङ्स भेजिटेबल कटिङ्स भइरहेछ यहाँ चाहिँ। यो लास्ट आएको आज हामीले चुलो त सेट गरे एउटा गल्ती गरेछ क्या त्यो चुलोको वरिपरि चाहिँ त्यो हामीले काटबाई गर्यो जसले ल्याइदिएन बिगार जहिले गरेर हो क्या त्यस्तो होइन जुसले फेरि हेल्थ एकदम नराम्रो बनाउँछ। शुद्ध पानी खानुपर्छ होइन। जुस खानु मन लाग्यो यहाँ त के भनेर मन लाग्यो मोमो पनि रेडी भयो। अझ बिचरा भाइ अब बिजी भएर नत्र मैले मोमो हाल्ने कार्यक्रम भइरहेछ यहाँ पुरै होइन कत्रो त्यो चाहिँ भएको छ क्या मोमो हाल्ने कार्यक्रम अझ बिजीले ल अब मोमो टेस्टिङ हुँदैछ यहाँ। अब चिकन खाँदैन तिमीले होइन? दाइ खाँदिन ल हस् दाइ भयो दाइ पुग्छ नि होइन? पुगे दाइ भइसक्यो क्या दाइ अलिक पुग्दैन त भइसक्यो क्या दाइ पुगे दाइ। आज ल यहाँ चाहिँ मोमो टेस्टिङ है कस्तो भइरहेछ होइन। बबाल जङ्गलमा भयो जङ्गलमा मोमोसँग मङ्गल सबै खान्छ ल। अब त्यही यता साइडलाई टेस्टिङ है। यो पनि पाकेको हो दाइ बाबा त्यो एउटा लेग पिस हाल्नु होइन यो भयो हुन्छ दाइ हुन्छ एउटा लेग पिस हान्नु छोड्ने यति खाएपछि पुग्यो अब जिन्दगी सफल जिन्दगी सफल। हानु है हानु के चारवटा मोमो बसाल्नै बिर्सिन्छ नि यार। नजाने यस्तै क्या पप्सले पनि खाइरहेछ यहाँ। सबजना काममा जान्छ यो बेलामा अनि झ्याप्पो गयो भने चाहिँ हामी कप्पे। हेडले विक डेजमा नजाउँ। ल अब चाहिँ हाम्रो स्लिपिङ टाइम भयो है। अब अघि अलिअलि सेक्का खाइयो मोमोसोमो खाइयो अलिकति नाचगान पनि गरियो। अब चाहिँ मस्त सुत्ने टाइम भयो। भोलि बिहान चाँडै उठेर अब वरिपरि डुल्नु पर्ने छ। ल अहिलेलाई सबैजनालाई गुड नाइट। राति सुत्ने बेला अब फेरि पानी परेको अवस्था छ है। आइसक्रिम ल है गाइस हाम्रो चाहिँ अब क्याम्पिङ पनि सक्यो अनि हामी चाहिँ यहाँ अब आइसक्रिम खानु आइरहेछौँ। हामीले आइसक्रिम खाएको ठाउँ चाहिँ टक्क यो हो ल यहाँ छ है जगदलको यो जाने बाटोमा छ। हेर्नुहोस् तपाईँहरूलाई पनि यसो खानु मन लाग्यो भने यो बाटोतिर आउनु सक्नुहुन्छ है। एउटा ब्लुबेरी प्याक गरिदिनु मलाई। ए चेस गर्ने भने ल चेस आइसक्रिम यो